फ्यापुलो ल हिँड लु हिँड नमस्ते फ्यापुलो सम्पूर्णमा म चाहिँ अहिले जान्दैछु भ्लग गर्दै गर्दै मैले फेरि भ्लग स्टार्ट गरेको भन्न चाहेको खासमा चाहिँ धेरै भएको थियो मेरो कमाने जिन्दगी युट्युब च्यानलमा तपाईँहरूले सायद धेरैले सोध्नु पनि भयो किन नगरेको भनेर र गर्दैछु तर त्यो पहिला जुन चाहिँ आदत थियो त्यो चाहिँ हराउँदो रहेछ र अलिकति भिडियोमा बोल्न साह्रो परिरहेको अवस्था ए आनी पो रहेछ कहाँबाट ल्याउनु भएको खोलाबाट लोकल बलुवा हजुर यता बस्छ त हामी यहाँ पर छेउको घर छ नि मनिषा बहिनीकोमा राईगाउँको सिधा बाटो भएर चाहिँ हामी यो बाटो भएर चट्टै फुलै फुलको रमझम तिमीलाई भन्दै हिँड्छ नि हामी चाहिँ फेरि मजाको छ यो गाउँ मलाई चाहिँ एकदमै मन परेको हेल्थ सेन्टर रोड हो यो यहाँ मुनितिर तपाईँहरूले देख्दै गर्नुभएको हरियो च्यादर भएकोहरू यो चाहिँ हेल्थ सेन्टरहरू भित्रको हो रोको भन्दाखेरि पर अब अहिले गहुँ पाउँदैछ रासिनमा है र हाम्रो समीक्षाले चाहिँ ताम्लामुका आमाले गहुँ पिस्न दिएको रहेछ त्यो ल्याउनु पनि जाँदैछु खै खै आगो दोकानमा यहाँ चाहिँ हाम्रो अनिता नाना गए साइड हो न साइडमा फेबुलो के हुँदैछ अब यस्तै हो पनिर अर्ग्यानिक सामान त्यस्तै हुँदैछ डोरी दिँदैछु ल अहिले देख्नुभयो हाम्रो कुञ्जुला वाइबा आगुलाई अनि हामी चाहिँ जाँदैछौँ अब तेर्सो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सुनिला बहिनी नमस्कार यतिको नमस्ते गर्ने मान्छे चाहिँ चाहिएको नि त मलाई ब्लगमा के गरेको भन्छ अन्त आउँदैछु म ल त्यो बोकिराख न तिमी कता आज सुनादातिर छ अग्निवीर भर्तीमा लागेको थियो कि खानामा बडा बलले बोलायो हेल भाइ तपाईँ हुँदैन किन अब पहिला पैसा लागेको ठिक्कै भएको के भयो ह्यान्डसम भएछ त हेर लुक्स हेरेर हुन्छ थ्याङ्क यू